तपाईको हातमा छ सचेत टु हेभी बनाउन। हेलो एभ्रिवान, नमस्ते, प्रणाम सबैमा। सबजना सकुशल हुनुहुन्छ होला। सबजना मित्रहरूलाई शुभ दिन, शुभ बिहानी, जो जहाँ जसरी हुनुहुन्छ त्यही अनुसारको अभिवादन होइन। अनि कहिलेकाहीँ यसो चिया गफ गर्न मन लाग्छ। चिया गफ भन्दा पनि आफ्नो मनमा लागेको भावहरू चाहिँ सेयर गर्न मन लाग्छ। त्यही क्रममा आज पनि हजुरहरू समक्ष छोटो मिठो कुरा गरौँ है त, भाव सेयर गरौँ है त। भिडियो अन्तिमसम्म सुन्नु होला है त मित्रहरू। हामीहरूले चाहिँ सबै मानिसहरूले चाहिँ स्कुल लेभलमा चाहिँ एउटा गणितीय भाषामा भन्नुपर्दा एउटा सूत्र पढेका हुन्छौँ के, A+B होल स्क्वायरको सूत्र A² + 2AB + B² भनेर पढेका हुन्छौँ। यो सूत्र, यो परिणाम चाहिँ कहाँ लागु हुन्छ त जीवनमा भनेर कतिपय मानिसहरू अलमल्ल परिराखेको हुन्छ। हामीले पढ्यौँ तर जीवनमा लागु भएन भनिराख्नु भएको हुन्छ नि त कतिपय मित्रहरूले। हजुरहरूलाई के लाग्छ कमेन्टमा पनि लेख्न सक्नुहुन्छ है। तर यो सूत्र चाहिँ हाम्रो जीवनमा प्रत्येक दिन चाहिँ हामीसँग जोडिरहेको हुन्छ क्या, युज भइरहेको हुन्छ क्या। युज भएको भन्दा नि हामीसँगै हुन्छ, हाम्रो वरपर नै घुमिरहेको हुन्छ यो सूत्र भनेको। अनि सुन्नुहोस्, म हजुरहरूलाई सर्टकट रूपमा बताउन चाहन्छु। धेरै लामो रूपमा बताउन थाल्यो भने त यहाँ टिकटकमा धेरै लामो भिडियो बन्न सक्छ। अब जस्तै A+B को होल स्क्वायरको सूत्र A² + 2AB + B² हुन्छ। यो त हजुरहरू सबैजनालाई अवगत नै होला। A भनेको तपाईँ स्वयं, आफू कर्म भावना भनेको तपाईँ स्वयं नै हुनुहुन्छ। B भनेको तपाईँको परिवार, जीवनसाथी, समाज, प्रकृति सम्पूर्ण B हुन्। A भनेको स्वयं, B भनेको अरू भनौँ न होइन, बुझौँ यसरी सर्टकट। अब A+B भनेको के हुन्छ त? सम्बन्ध, सङ्गत, सहकारी। A र B जोड्यो भने के भयो? सम्बन्ध, सङ्गत, सहकारी भयो। अर्को भनेको A+B को होल स्क्वायर भनेको A र B जब जोडिन्छ नि त्यसको कार्यहरू परिणामहरू देख्न थालिन्छ नि, त्यसको असरहरू चाहिँ डबल हुन्छन् भन्न खोजेको हो। A ले पनि गर्ने भयो, B ले पनि गर्ने भयो, पछाडि के भयो? डबल हुने भयो नि त। राम्रो गऱ्यो भने पनि डबल हुने भयो र नराम्रो गऱ्यो भने पनि असर डबल हुने भयो। अर्को भनेको A²। तपाईँ एक्लै हुँदा तपाईँको सोचले चाहिँ डबल परिणाम दिने भयो। A² भनेको ध्यान साधना गर्नुभयो भने ध्यान साधना नै हुने भयो डबल। तपाईँले मेहनत गर्नुभयो भने त्यही अनुसारको मेहनत डबल हुने भयो। A² भनेको आफूले गरेको कर्मको डबल हुने भयो। B² भनेको अरूको डबल हुने भयो नि त होइन। B भनेको तपाईँको बसमा हुँदैन, अरूको परिणाम चाहिँ डबल हुने भयो। यो तपाईँको बसमा हुँदैन, हामीहरूको बसमा हुँदैन। B भनेको तपाईँ उनीहरूको कर्मको असर देखिने भयो। त्यहाँ राम्रो गरे राम्रो देखिने भयो, मेहनत गरे राम्रो देखिने भयो, नराम्रो गरे नराम्रो देखिने भयो। यो भनेको तपाईँको बसमा हुँदैन। यो भनेको B भनेको अरू भएको हुनाले अरूकै बसमा हुन्छ र कहिलेकाहीँ B को कारणले आफूमा पनि A मा पनि असर देखा पर्न सक्छ। 2AB को अर्थ के हुन्छ त? तपाईँको राम्रो कुरा जोड्यो भने डबल 2 हुने भयो नि त। A को राम्रो, B को राम्रो जोड्यो भने 2 दुईटा हुने भयो नि त। जस्तै रिस डबल जोड्यो भने के भयो? दुईटा रिस हुने भयो। प्रेम दुईटा जोड्यो भने दुईटा प्रेम हुने भयो। त्यही भएर सबै कुरा, कर्म राम्रो जोडे दुईटा कर्म हुने भयो, राम्रो व्यवहार जोडे राम्रो व्यवहार हुने भयो होइन। हेर्नुहोस् त, प्रेम जोड्यो भने डबल प्रेम हुने भयो भने पछाडि तपाईँको सम्बन्ध भनेको सचेत बनाउनुहोस्। 2AB बनाउनु छ भने सचेत 2AB बनाउनु छ भने ल हेर्नुहोस् के गर्नुपर्छ, तपाईँहरूले नै एन्सर आफैमा पाउनु भयो। 2AB को अर्थ यो हो कि अब रिस जोड्यो भने दुईटा रिस हुने भयो। शान्ति दुईटा जोड्यो भने के हुने भयो? ध्यान डबल हुने भयो नि त। जस्तै अहङ्कार डाहा जोड्यो भने के भयो? दुईटा अहङ्कार टकराव हुने भयो। त्यही भएर तपाईँहरूले जीवन कस्तो बनाउने त? अब डबल 2AB भनेको सचेत 2AB बनाउनुहोस्। 2AB भनेको जस्तै अब राम्रो जोड्यो भने राम्रो 2AB बन्ने भयो, नराम्रो जोड्यो भने
नराम्रो टु हेभी बनाउने भयो तपाईँको हातमा छ सचेत टु हेभी बनाउन। तपाईँहरूले बुझ्नुभयो होला यसको तात्पर्य ल हेर्नुहोस्